नमस्ते वेलकम टु द अनदर ब्लग गाइज सो यो ब्लग चाहिँ अलिकति ढिलो नै आयो अलिकति टाइम भएको थिएन सो हामी अहिले पोखरा ट्रिप जाँदैछौँ कलेजबाट फिल्ड भिजिटको लागि नम्रताले कति बार सुरुमा ब्लग स्टार्ट गरेको थियो उताबाट सो कति क्लिपहरू छुटेको रहेछ बनाएको थिएन हामी पनि छुट्टा छुट्टै बसमा थियौँ सो कति ठाउँमा हामी सँगै पनि छैनौँ त्यो ब्लगमा अलिकति ब्लग लामो हुनेछ हेरिदिनु होला राम्ररी सो हामी पहिला हाम्रो साइडमा पुग्छौँ त्यस पछाडि पोखरा जान्छौँ है त गाइज हामी पोखरा जाँदैछौँ गाइज गीत भनेको नभए हामी चुप लगाएर बस्ने मान्छे होइन गाडीले एकदम गाजा खुचुक गरिरहेछ गाइस ल त्यही भने अब हामी खाने बेलामा ब्लग बनाउँछौँ है बाई गाइस मेरो मोबाइल खस्यो खाने ठाउँमा आइसकेका छौँ यो मेस्सीको फ्यानहरू मैले मेस्सीको फ्यानको मोबाइलमा भ्लग बनाएर मेस्सीकै बेइज्जत गर्दैछु के बेइज्जत तिमी कसको फ्यान गाइस हेरौँ यहाँनिर जम्मा तिनटा ताजा जम्मा सो यहाँबाट खाजासाजा खाएर हामी निस्किसकेको थियौँ गाइजहरू चाहिँ बाटोमा लिँदाएर हो कि के हो बिचमा ब्लग बनाएर बिर्सेको रहेछ अब हामी डाइरेक्ट साइडमा भेट्यौँ है त गाइज होइन भ्युजहरू हेर्दै निस्केको रहेछन् हामी चाहिँ उनीहरूभन्दा अगाडि थियौँ सो हामी साइडमा भेट्यौँ अब हामी यहाँ माटिसक्यौँ हाम्रो साइडमा गाइज दिस इज आवर CR7 ग्रुप्स बजेट फ्रेन्डली जोशीहरूले हेरे अरे 6000 भने रे यो स्विमिङ पुल भएको हामीले त धेरै सस्तो पुलमै भेटायो के त हरायो भनेर पुलमा जान्छु खोज्न भन्छ कस्तो गडबड हाई गाइस धेरै गर्मी भयो हाई हेलो सौगातजी अघि त बाघ भएको होइन यो अनि यहाँबाट हामी साइडहरू हेरेर निस्किसकेको थियौँ अनि उहाँ दुईजना गाई छिप्पै थकित भएर भ्लग बनाउँदै निस्किरहनु भएको थियो तर त्यहाँ ब्याकग्राउन्डमा अलि म्युजिक आएर कपिराइट लाग्छ भनेर मैले चाहिँ भोइस ओभर गरेको यहाँनिर सो हामी यहाँबाट निस्केर हामी आफूले रेस्टुरेन्ट बुक गरेको थियौँ हामी 7जना हाम्रो ग्रुप मिलेर हाम्रो फिल्म भनौँ न हाम्रो बेस्टीहरूको ग्रुप मिलेर रिसोर्ट बुक गरिसकेको थियो हामी त्यहीँ गएर अब भेट्छौँ है त गाइज हाई गाइस हामी रिसोर्ट आइपुग्यौँ हाई सबैजना रोमा हाम्रो सानो हाई गाइस हामी चाहिँ फ्रेस भएर अब खाना खान लागेको छौँ सबैजना खाना खान लाग्छ नि हामी बसेको रिसोर्ट चाहिँ यो रिसोर्टको यस्तो दामी भ्यू आइरहेको थियो होइन हामीले चाहिँ खासमा 6जनाको लागि रिसोर्ट बुक गरेको बट अझै हाम्रो साथीहरू थप्नु भएको 3-4जना चाहिँ एक दिन मात्रै हामी चाहिँ त्यहाँ बस्नु र नेक्स्ट डे यहाँ रिसोर्टबाट गएर यहाँबाट यस्तो दामी भ्यू आइरहेको थियो होइन रिल्याक्स गर्ने ठाउँ थियो भित्र स्विमिङ पुलहरू पनि थियो हामी लास्ट इन्जोय गरेर त्यहाँबाट भोलिपल्ट हामी सबै ठाउँमा पोखराको स्पेसल ठाउँ सो अहिले हामी होटलबाट निस्किसक्यौँ घुम्नलाई यस्तो राम्रो मौसम छ विकास दाई सौगातजी आनन्दले आफ्नो ध्यानपूर्वक बसिरहनु भएको छ यता हाम्रो प्रतिभाजी यहाँ नम्रताजी दे आर फिलिङ ह्याप्पी अभिषेकजी यहाँ हाम्रो गुगल म्याप सौगातजी We are heading towards the latitude 26 degree and northeast to the Pokhara side, and we are going to the green side. Yeah. So we are very happy today. So I was beautiful. Here you see the clouds, so beautiful clouds. So I am feeling so excited. I'm so glad
Yeah, I'm so excited. We will meet after some time. Thank you. Thank you. Thank you. So finally, from Universal Engineering College to the beautifully under the sky, with the guys of our class, Ozzy squad. Uzi squad. किलोग्राममा आयो भने चाहिँ उत्यो हो क्या कुन त्यो छ नि उत्यो 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 होइन होइन त्योभन्दा तल क्या त्यो व्हाइट कलरको चाहिँ भन्सार संसार के हो ओल्ड जेनेरेसन त्यही भएर उजी राखेर सब्जीले ओरिजिनल हो क्या मैले Why are you running? Why are you running? ल छिटो अघि चमेरो गुफामा तिम्रो साथीहरू देखिन्छ चमेरोहरू हो 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 अलि माथि अलि माथि अलि माथि आयो हजुर कति हो मनिसले तास खेल्नु देखिन्छ यता आइज सबैसित बादल उडिरहेको छु हामी कहाँ छौँ अन्डर द स्काई क्या खोल गए सनराइज यता रे सनसेट हिमाल खुल्ल्या खायो हो खुल्लिन खुल्लिन भिडियो के हो टिकट यता चढौँ न माथिबाट आउँछ गाइज अब चाहिँ हामी सारङकोटबाट फर्क्यौँ सारङकोटबाट अब हामी ओर्लिँदैछ नि ओह्रालो अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ कता हुन्छ अहिले भन्छौँ है बाई बाई सो गाइस हामी कहाँ पुग्यौँ अहिले पुम्दीकोट हामी शिवजीको दर्शन गर्न यहाँ पुगिसक्यौँ लास्ट गर्मी छ यहाँनिर पोखरामा नि यस्तो गर्मी छ वो जय शम्भु अब अगाडि गएर हामी क्लोजबाट देखाउँछौँ है
शिवाजी या शिवाजी Whoa! जय समू सो गाइस अब यहाँबाट चाहिँ हामी वर्ल्ड पिस पकोडा जाँदैछौँ तलपट्टि छ ठ्याक्कै पुण्डीको डाँडाको तलपट्टि चाहिँ यो पिस पकोडा त्यहाँ गएर भेटौँ है हामी चाहिँ स्तूपा जाँदैछौँ अब यहाँबाट चाहिँ त्यहाँ लेखेको छ नो टिकटक नो भिडियो भनेर त्यही भएर अहिले उठेपछि देखाउँछौँ है बाई फोटो चाहिँ बाई बाई सो यो वर्ल्ड पिस पकोडाको पछाडिपट्टिबाटको भ्यू हो होइन रियली नै पिस ठाउँ छ क्या यो चाहिँ होइन यहाँ चाहिँ फोटो भिडियो चाहिँ खिच्न मिल्दैन थियो त्यही नै मैले लुकी अलिअलि यसो तपाईँहरूलाई देखाउँछु भनेर फोटोहरू खिचेको यहाँबाट चाहिँ पुरै राम्रो भ्यू आइरहेको थियो फोटो खिच्न कति टाइम लाग्यो सो गाइस हामी उता माथिबाट घुमेर चाहिँ तलतिर जाँदैछौँ अब भिडियो चाहिँ लास्टै लामो हुन्छ भनेर चाहिँ मैले ठ्याक्कै अब यो भ्लग यो पज गरेर म नेक्स्ट भ्लगमा चाहिँ हामी अरू कहाँ कहाँ घुम्यौँ भनेर देखाउँछु काइकिङहरू गऱ्यौँ डेसफलहरू यताउतितिर अरू घुमाएको थियौँ सो सबै देखाउँछु अर्को भ्लगमा यहाँ चाहिँ अभिषेकजी नास्ट गर्दै गर्दै मोज गर्दै हामी जाँदैथ्यौँ सो गाइस नेक्स्ट भ्लगमा भेटौँ है बाई बाई